एउटा नेपाली चाहिँ विदेश गएको हुन्छ। Thank you. Where from? From Nepal? उसले चाहिँ फुड डेलिभरीको काम गरिरहेका हुन्छन् अनि उहाँलाई चाहिँ फुड डेलिभरी गर्दै गर्दाखेरि एउटा विदेशीले चाहिँ जब उसको पार्सल रिसिभ गर्दैखेरि चाहिँ त कुन देशबाट हो भनेर सोध्छ है। अनि उसले म नेपालबाट भन्छ। अनि उसले चाहिँ के प्लान गरेको हुन्छ भन्दाखेरि चाहिँ कसैलाई क्रिसमसमा म हेल्प गर्छु भन्ने सोचेको हुन्छ र त्यो नेपाली र विदेशी बिचका कुराकानीमा के भइरहेको थियो भन्दाखेरि तिमी कुन देशबाट हो भनेर सोध्छ विदेशीले है। अनि उसले म नेपालबाट भन्छ। अनि तेरो कोठा भाडा कति छ भनेर सोध्छ अरे। अनि उसले 350 युरो छ भन्छ होइन। कतिजनासँग बस्छस् त एक्लै बस्छस् कि कोही साथीहरू छ भनेर सोध्छ। अनि म चाहिँ 4जना साथीहरू बस्छौँ भन्छ उसले। अनि त्यति भनिसकेपछि उसले म तँलाई हेल्प गर्न चाहन्छु, तेरो 1 महिनाको कोठा भाडा चाहिँ म तँलाई सहयोग गर्न चाहन्छु भनेर उसले 350 युरो चाहिँ उसको हातमा नेपालीको हातमा दिन्छन् होइन। अनि नेपाली सोझो नेपाली एकदम त्यो इनोसेन्ट टाइपको फेस अब त्यो भिडियोमा प्रष्ट देख्न सकिन्छ। ऊ एकदमै इनोसेन्ट हुन्छ। उसले जस्ट अब त्यो छातीमा हात राखेर एक्सेप्ट गर्न बाहेक उसँग अरू अप्सनै रहँदैन के। अनि उसले एक्सेप्ट पनि गर्छ। यस्तो भिडियो देख्दा साह्रै टच हुन्छ है। यो संसारमा हामी जात धर्म यो त्यो आदि इत्यादि भन्छौँ, झगडा गर्छौँ, सम्प्रदाय भन्छौँ, के भन्छौँ, धर्म भन्छौँ, झगडा गर्छौँ। तर यति एउटा गतिलो उदाहरण हो कि मान्छेले मान्छेलाई हेल्प गर्नु भनेको यो बियोन्ड द जात